हेलो सेवा नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु भन्दै आजको भिडियो सुरु गर्न गएको छु साथीहरु। सो आज चाहिँ म दमाम घुम्न गइरहेको छु। सो हेर्दै जानु होला कहाँ के हुन्छ है त साथीहरु। स्टेट्यु गाइस, अहिले चाहिँ म टक्क बाहिर घुम्न निस्केको छु हैन। हेर्दै जानुहोस् यस्तो निलो घाम लागिरहेछ आज। टक्क मौसम चाहिँ एकदम खुला छ है। दमामतिर घुम्न गइरहेको छु साथीहरु। स्टेट्यु गाइस, क्या दामी मौसम छ आजको त बल्ल। बस स्ट्यान्डसम्म म चाहिँ अहिले टक्क बाह्रमा हिँड्दै जाँदैछु। बस स्ट्यान्ड जाने हो गाइस। यस्तो मौसममा हिँड्दै जाँदैछु तर हावा चलिरहेको छ गाइस। हावा चलेको सुनिँदैन होला। हावाले गर्दा केही सुनिएको छैन गाइस। यस्तो बनाएको रहेछ क्या ढुङ्गाकोबाट। यस्तो छ। हावाले केही सुनिएको छैन। बस हैन। अनि यता चाहिँ यस्तो रहेछ समुद्र। यो बस पार्क रहेको छ। बस पार्कको छेउमा यो मरिना मल पनि रहेछ गाइस। यस्तो दामी छ मरिना मल। यस्तो छ यहाँको मौसम। गाइस, अब चाहिँ म हिँड्दै चाहिँ जाँदैछु। त्यो पर जानुपर्ने छ समुद्रमा। त्यहाँ आकाशे पुल छ, त्यहाँबाट टक्क जाने हो साथीहरु। मैले बोलेको सुनेको छ कि छैन हैन। अब आकाशे पुलबाट जाने हो। टिनिक्कै घाम लागेछ। मरिना मल यस्तो छ मरिना मल। चिलिक्के घाम लागेर कालो हुने भयो साथीहरु। हेर्दै जानु होला। सो गाइस, यो चाहिँ रहेछ आकाशे पुल। यो एउटा उता पारी जानु पर्ने हुन्छ। यसको गाइस टक्क बाह्रमा जाँदैछु हैन। सिडी रहेछ। कति उकालो हो म्याकरी। पुरै उकालो छ सिडी। थाकिने रहेछ त माथि पुग्दाखेरि त। थाकिने पर्यो गाइस। यो रहेको छ आकाशे पुल। यस्तो छ दृश्य दुलोबाट। अनि यताको यस्तो रहेको छ यहाँबाटको दृश्य चाहिँ। म चाहिँ जाँदैछु उतापट्टि। हेर्दै जानुहोला साथीहरु। सो गाइस, पुरै हावा सरर चलिरहेछ टक्क पारामा। अब चाहिँ समुद्रमा गएर हेर्नु पर्ने हुन्छ के छ भन्ने।
What the view of Samudra sea. Wow. MashaAllah. यस्तो छ समुद्रको भ्यू चाहिँ पर टापुमा के बनाइराखेको रहेछ खतरा रहेछ खतरा कसै पुलबाट माथिको दृश्य यस्तो रहेको छ दामी छ दामी अब तल्ला जाउँ हेरौँ साथीहरू कस्तो छ म तल जाँदैछु टेन्ट यस्तो छ सुट चाहिँ यहाँ त के पार्क पनि पुरा यस्तो नि खजुरको पनि ढाल्दैछ त पुरा भत्काउँदै रिपेयर गर्दैछ क्या यस्तो छ साथीहरू पुरा पार्कलाई रिपेयरिङ गर्दैछ त्यहाँ निकालेर खन्जुत गर्छ पार्क नयाँ बनाएको थियो क्या पुरा खन्जुत भइरहेको रहेछ चाहिँ यस्तो रहेछ यस्तो दृश्य बन्दैछ साथीहरू वाह 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 दामी छ दृश्य यहाँको खजुर मजाले फलिरहेछ यस्तो छ हाई 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 हेलो रुपी चराहरू छ त्यता पनि त्यो बिरालो रहेछ बिरालोलाई चलाउन जाउँ न आगो रुपी उडो 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 Meow. Hi. Meow. See? Ini bola ni biara. Meow. 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 Hello hello. Meow. Ini tu mast basiरहेछ. Meow. 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 Hey. Hi. Hi. अनि यहाँ पर चाहिँ माछा मार्दैछन् बल्स पनि खेल्दै रहेछ यहाँनिर त पनि रहेछ टिलिकै घाम लागिरहेछ घाम लागिरहेछ साथीहरू यस्तो छ माछा मार्दैछ केटाहरू माछा मारेको हेरेर कति पारेछ त यहाँ चाहिँ माछा मार्दो रहेछ हेरौँ कति माछा पारेछ हेरौँ कितना हुआ सानो पर्दो बहुत बहुत पकड़े हैं मच्छी मच्छी अरे चाले रो तो गया से धरो 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 ऐसा ना ए मुन्ना बड़ बड़ तवा दाइसी बिग 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 ए जरा किदा खोल बे तो ओ माशाअल्लाह नाइस नाइस गाइस यता त माछा पक्रेको हेरियो अब यता पक्रेको हेर्न जाने हो हैन
यस्तो घाम चाहिँ टिनिक्क यस्तो लाग्छ कि आमामा तिरिमेरी झैँ जस्तो छ नि तिरिमेरी झैँ साथीहरू जाँदैछु म काग माथि कराइरहेछ कहाँ गर्दै त्यहाँ नि माछा पक्रेको हेरेर जाने हो माछा पक्रिन्छ साथीहरू टन्नै छ याद परेछ मान्छे टक्क सिनेमेटिक भिडियो लिनु समुद्रको आएर सिनेमेटिक भिडियो साथीहरू टक्क पारेमा यस्तो छ यता छ बिल्डिङहरू बन्दै गरेको छ यस्तो रहेछ साथीहरू यता रहेको छ आकाशे फुल यता रहेछ हाइवे यहाँ पार्कहरू भत्काएर बन्दैछ सो स्टेडियम गाइस अब चाहिँ टक्क माछा पारेको हेर्न जाउँ है त साथीहरू है सो स्टेडियम सो फाइनली गाइस दमाम कोर्निक्स त यस्तो रहेछ यार अनएक्सपेक्टेड कस्तो दामी होला भनेको त सबै पार्कमा पनि भत्काएर राखेको रहेछ हैन दमाम कोर्निक्समा आयो यस्तो छ केटाहरूले माछा मारेको तर त्यही माछा पनि रहेनछ क्या धेरै एउटा त्यो मसिनो पर्दो रहेछ त्यही भएर म यता यस्तो घुमिरहेको छु साथीहरू यहाँ पार्कलाई चाहिँ उत्खनन गरेर फेरि बनाउन लागिरहेको रहेछ है चट्ट बारामा बिरालो आयो यहाँनिर यता रहेको छ हाइवे यतातिर रहेको समुद्रको कोर्निक्स सो गाइस अब चाहिँ फर्किने पर्यो साथीहरू अब चाहिँ फर्किने हो साथीहरू बसबाट डाङ सिधै रुमतिर हो गाइस अब चाहिँ खजुरको बोटहरू टन्नै छ यहाँ सूर्यमुखी फुल रहेछ कस्तो दामी दरिन मलको अगाडि यस्तो मजाको फुलेको छ यो पनि फुल्दैछ अर्को चाहिँ होइन नेपालको भाइब्स दिने रहेछ नि त सूर्यमुखी फुलले फाइनली गाइस फुलेर पनि अब टक्क बस स्ट्यान्डमा आइसक्यो बस स्ट्यान्डमा बस चढेर जानुपर्ने हुन्छ रुमतिर जाने हो मरिना मल पनि घुम्यो त्यो केटाकेटी रहेछ सबै महँगो सामान मात्रै पाउँदो रहेछ क्या मरिना मल टक्क अब रुम जानुपर्ने हुन्छ साथीहरू बसमा चढिसक्यो होइन रुमतिर जाँदै गरेको साथीहरू यस्तो छ बाहिरको दृश्य चाहिँ लाग्यो बस चढेर सारा स्टेडियम रुमको नजिक स्टेसन आइपुग्यो रुमतिर जाने पर्ने हुन्छ सो फाइनली साथीहरू रुममा आइसकेको छु होइन आजको मेरो भिडियो यहाँसम्म राखिदिनुको धेरै धेरै धन्यवाद स्वस्थ रहनुहोस् मस्त रहनुहोस् सी इन द नेक्स्ट भिडियो बाई बाई